सम्धि पर्छ कि दाजु पर्छ rangje sungba shalsam jaban gai taide bisam ngana no nganje no ten soste mu ge ho yanglam khaje yanglam no beje tangmu ba jarde gili chale chapra mai jam sawat mu khalje lalai khalje gali bin jam bin gai khali ta bin jam bin gai ngam sitan biba hain in bazam ngana kunai राजनीति ला जबरा मिना इनबा जुन जोगी खाजी जुन जोगी आया काने चिरको बिमा छे झार्दी दुको जी बिमु सद्दा छे सेम द जिके यो के भन्छ यो सुजन गुरुङहरु पनि यिनीहरु पनि काम लाग्ने मान्छे हैन यो पनि दाइचिउरे हो यो खुदले जेएनजी आन्दोलन उनीहरुले अगाडि बढेर उ खुदले आन्दोलनमा पर्ने व्यक्तिहरुलाई हेरेको छैन रवि लाम्छामे उसको सिट नपाउँजेल पहिला त्यो विदेशतिर गयो एउटा दिउरा त्यो दुनियासँग सुतेर हिँडेको आइएमएहरुलाई आसपास गरेर नेपाल घिचेगाइटो बोले ठुलो पदमा हिँड्यो अनि त्यहाँ जब उसको कुर्सी पाएपछि त्यसले चाहिँ के खोज्दै त्यही साखारी ठग्यो त्यही हामी जस्तै दुःख पाउनेहरुको साखारी ठगेर जेल परेको त्यसैको विश्वास गरेर हिँडेछ खोइ हाम्रो कुलमानजी पनि यत्रो उ न के भन्छ दिमाग भएको मान्छे भन्छ के भएको बालेन शाह उ भने राज खानदान हो शाह भने के हो राज खानदान हो त्यो पनि त्यही छ गजडिया त हो त्यसले चाहिँ कुन चाहिँ राम्रो गरे त्यसले सबै तोड्ने भन्दा के काम गरेछ अब हामी बोलेर के फाइदा के अब त सिधै के आफू सिद्धिन्छ के उनीहरु सिद्धिन्छ भेट्यो भने अनि मेन कुरो एक नम्बरमा नेपालमा पुलिस कुत्ता हो पुलिस चाहिँ पुलिस कामको पुलिस एउटा छैन उल्टा जनतालाई थर्काउने जनतालाई मार्ने मात्र हो पुलिसले पनि मेन चाहिँ फर्स्टमा चाहिँ अगाडि पर्दाखेरि चाहिँ मार्नुपर्ने चाहिँ पुलिस नै हो र जसले जेसी भन् मार्नुपर्ने चाहिँ पुलिस नै हो के गरेछ पुलिसले केही पनि गरेछ छैन हामी परदेश लाग्नु परेछ मान्छेका दुःख गरेर खानुपर्छ त्यो पनि कुनै बेला मान्छेले पैसा दिँदैन तेरो सरकारले के गर्छ त्यो मुजिहरुले के गर्छ भन्छ मान्छेले धम्की र सम्की गर्छ जहाँ पनि मान्छेको दबाबमा बसेर हिँड्नुपर्छ हामी चाहिँ अनि भन्छ गुलाम भएको छैन आफ्नो देश त यस्तो उस्तो भन्छ के गयो यस्तो उस्तो के नभएन सबै बेचिसक्यो अब यिनीहरुले त त्यही भएर मलाई पनि दाजु वर्ष सम्धि वर्ष हजुरले भनेको कुरा चाहिँ मलाई नि एकदम चित्त बुझ्यो अब अरु कुरा चाहिँ अब आफूलाई पनि त्यति आउँदैन है हामी राजनीति गर्ने मान्छे नि हैन र अहिले चाहिँ मनै मरेर आयो के को घण्टी बजाउने मन्दिरमा छैन घण्टी बजाउन मन लाग्यो त घण्टी मन्दिरमा जाऊ लामाको छ गएर बजाऊ घण्टी बजेर चाहिँ के हुने हो र भने घण्टी 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 भनेको छ सबैलाई थाहा छ कि यति ठगिएछ यस्तो गरेछ पहिला पनि उसको उले ठुलो सिट नपाउँजेल चाहिँ पत्रकार बनेर यहाँ हुँ भनेर उ गरेर हिँड्यो जब उसको सिटमा आयो के गर्यो उले केही पनि गरेन तर उनीहरुकै पिछडी सबजना मान्छे भात खाने नेपाली एउटा नि छैन के सबै गुखाने मात्र छ जसले दम छ पछाडि भिडियोमा पछाडि आएर गाली दिने देश राम्रो भने नि भन् नराम्रो भने भन हामीलाई यसमा मतलब भएन हामी कुनै मान्छेले यस्तो फडा बोलेर झुट बोलेर ठगेर दुनियालाई ठगेर खाने मान्छे नि हैन जति इमानदार गरे हामीलाई नै उल्टो बनाउने हो जो तिनीहरुको झोले बनेर तिनीहरुको कुत्ता बनेर हिँड्छ नि तिनीहरु नै हो तिनीहरु चाहिँ मान्छेको भाँडो हैन त्यो चाहिँ कुत्ता नै हो गुड बाई